एकजना व्यापारी जुत्ताको सोरुममा गएर 10,000 को जुत्ता किनेर ल्याउँछ। ऊ घर आइपुग्छ र घर आइसकेपछि उसलाई मन्दिर जान मन लाग्छ। ऊ सोही जुत्ता लगाएर आफ्नो गाडी झिकेर मन्दिर जान्छ। मन्दिर पुगिसकेपछि ऊ दर्शन गर्न भित्र छिर्न खोज्छ र उसलाई जुत्ता खोल्नुपर्ने हुन्छ। त्यहाँ त उसलाई याद आउँछ, ओहो यो जुत्ता त यस्तो महँगो जुत्ता छ, हरायो भने यसै छोड्नु त हुँदैन भनेर उसले यसो यताउता हेर्छ। त्यहाँ एउटा मगन्ते हुन्छ, मागेर बसिरहेको हुन्छ। त्यो व्यापारीले त्यो मगन्तेलाई भन्छ, ए भाइ यो जुत्ता हेरेर बस है, म दर्शन गरेर आउँछु। अनि मगन्तेले हुन्छ जानुहोस् भन्छ। ऊ व्यापारी पनि भित्र जान्छ, मन्दिर भगवान्को अगाडि जान्छ, नमस्ते गर्छ, प्रार्थना गर्छ। उसको त्यतिखेरै उसको दिमागमा आउँछ, यस्तो किन हुन्छ होला भगवान्? कोही धनी, म यत्रो महँगो जुत्ता लाएर आएको छु, गाडी चढेको छु, तर त्यो मगन्ते महँगो जुत्ता त के उसको खुट्टामा चप्पल पनि छैन, राम्रो खान पनि पाउँदैन, किन यस्तो भइरह होला भन्दै उसले सोचेको हुन्छ। आज म उसलाई फर्किने बेलामा 500 रुपियाँ दिन्छु, कमसेकम आज राम्रो त खाओस् भनेर उसले सोच्छ। दर्शन गरिसकेर बाहिर यसो घुमघाम गरेर बाहिर निस्किन्छ। उसले सोच्दै आउँदै थियो, म 500 रुपियाँ दिन्छु। बाहिर निस्केर यसो हेर्छ, न त्यहाँ मगन्ते थियो न उसको जुत्ता। मगन्ते र जुत्ता दुवै गायब थियो। व्यापारी छक्क पर्छ, मैले भगवान्को अगाडि कति राम्रो सोच्दै थिएँ, उसलाई मैले आज सधैँ 5-10 रुपियाँ दिन्थेँ, आज 500 रुपियाँ दिन्छु भनेर सोच्दै थिएँ, किन यस्तो भयो भगवान्? मैले त राम्रै सोच्दै थिएँ भन्दै व्यापारी घर जान्छ। उसले घरमा गएर पनि त्यही चिन्तन आइरहन्छ, मैले राम्रो सोच्दा सोच्दै पनि उसले किन त्यस्तो गर्यो? अनि अर्को दिन बिहान ऊ अफिस जान लाग्छ। अफिस जाँदै गर्दा उसले बाटोमा देख्छ एकजना व्यक्तिले जुत्ता बेचिरहेको छ, सेकेन्ड ह्यान्ड जुत्ताहरू। अनि त्यहाँ उसले व्यापारीले देख्छ, त्यो हिजो उसले लगाएको जुत्ता त्यहीँ थियो। ऊ गाडीबाट ओर्लेर त्यो व्यापारीलाई सोध्छ, यो जुत्ता कहाँबाट आयो? यो त मेरो जुत्ता थियो। अनि त्यो व्यापारीले भन्छ, यो मैले 500मा किनेको एउटा मगन्तेसँग। अनि व्यापारी मुस्कुराउँदै भन्छ, हे भगवान्, तिमीले पनि कस्तो खेल खेल्छौ? आखिरी 500 त म त्यसलाई दिँदै थिएँ, उसलाई 500 रुपियाँ दिलाउनु थियो, माध्यम मेरो जुत्ता बनायो, यो के हो? साँच्चै व्यापारीले दिएको 500 जुन सकारात्मक सोचका साथ दिएको थियो, सद्भावका साथ दिएको थियो, त्यो 500ले केही फरक हुने थियो। उसले जुन जुत्ता चोरेर बेचेर कमाएको 500 उसको शैलीको उपज थियो, उसको व्यवहारको उपज थियो, उसको कर्मको उपज थियो। त्यो मगन्ते आफ्नो जीवन सुधार्नै चाहँदैनथ्यो, उसले आफूलाई बदल्नै चाहँदैनथ्यो। यो सबै खेल कर्मको हो। जस्तो कर्म गरिएको हुन्छ त्यही फल हामीले प्राप्त गर्छौँ। आज पनि जे छौँ त्यो कर्मकै कारण छौँ, भोलि जे हुनेछौँ त्यो कर्मकै कारण हुनेछौँ। भनिन्छ नि, तँलाई आफ्नो कर्मको फल भोग्नु परोस् भनेर भन्दा त्यो आशीर्वाद सरह लागोस्, शराब जसरी होइन।